हेलो गाइस, आज फेरि म एउटा चिज देखाउन गइरहेको छु ल तपाईहरुलाई। यहाँ चाहिँ मेरो छोरीले चाहिँ म र मेरो बुढालाई चाहिँ यो के अरे गिफ्ट मगाइदिएको रहेछ नि त अनलाइन। एनिभर्सरीको गिफ्ट अरे हैन। अनि गिफ्ट चाहिँ के रहेछ भन्दा फर्स्ट चाहिँ म त छक्क परेँ हौ। नहेरिकन अब खोलेँ नि त, यहाँ हेर्नु न, बन्दुक जस्तो पनि छ हो। यो चाहिँ के रहेछ भन्दा चाहिँ मसाज गर्ने रहेछ हौ अरे। यो चाहिँ घाँटी मसाज गर्ने हैन। यो चाहिँ खुट्टा पासुलाहरू खुट्टाहरू मसाज गर्ने। यहाँ चाहिँ 3टा छ, यो डल्लोसँग चाहिँ 4टा। अब यसलाई चाहिँ फेरि कसरी मसाज गर्नुपर्ने थाहा छैन हो। यहाँ चार्ज चाहिँ गरिरहेछु गाइस। अब यसको चार्ट हेरिकन चाहिँ अहिले म तपाईहरुलाई देखाउने छु कसरी चल्दो रहेछ, कसरी मसाज हुँदो रहेछ। म तपाईहरुलाई देखाउने छु ल। नजान्नु पनि साह्रै रहेछ नि साथी हो। यहाँ हेर्नु न, के हो कता चलाउने कहीँ छैन नि त, यसको चार्ज गर्ने मात्रै रहेछ हो। अब यो चाहिँ कसरी चलाउनु पर्ने हेर्दैछु गाइस म ल। तपाईहरुलाई पनि देखाउने छु अनि मसाज गरेर कस्तो हुन्छ। यो चाहिँ बल्ल खोल्नु आयो। कसरी खोल्दा रहेछ भन्दाखेरि चाहिँ नि, यहाँ मैले चाहिँ यसो गरेर अन मात्रै गरेँ हैन, तर यसलाई चाहिँ खोल्नु पर्दो रहेछ। यसो गरेपछि चाहिँ चल्दो रहेछ गाइस। उता फर्के त। यसो गर्दा चाहिँ यो ढाडहरू घिच्रोहरू यसरी मसाज हुँदो रहेछ। एकदम मजा आउँदो रहेछ गाइस। ल मेरो छोरीलाई थ्याङ्क यू गिफ्टको लागि, थ्याङ्क यू सो मच। दामी लाग्यो। यो चाहिँ यसरी चल्दो रहेछ नि त। फर्स्ट त के हो यसरी चाहिँ चलाउनु पर्ने रहेछ नि त। एकछिन बन्द गर्नु नि फेरि। यो चाहिँ रहेछ खुट्टाहरूतिर गर्ने गाइस। चाहिँ यस्तो रहेछ नि त। यहाँ अझै छ यो 2टा चाहिँ के को, यो चाहिँ सायद हाततिर केतिर गर्ने होला कि। राम्रो रहेछ। मेरो बुढो चाहिँ टाउकोमा मसाज गर्नु पनि थालिसक्यो साथीहरू। छोरीले पठाइदिएको गिफ्ट। टाउको मसाज गर्नु, घिच्रो मसाज गर्नु चाहिँ मजा आउँदो रहेछ है। ल केही भन्नु छ अब? केही उयो थ्याङ्क यू भन्नु छैन अब? ल छोरी थ्याङ्क यू गिफ्टको लागि थ्याङ्क यू भन्दिनु। लागि धेरै धेरै धन्यवाद। बाउ र आमालाई पठाइदिएको अरे गिफ्ट। छोरीहरू चाहिँ साँच्चै नै आजकलको जमानामा छोरीहरू चाहिँ धेरै भाग्यमानी है साथी। छोरीहरूले चाहिँ बाउ आमालाई यसरी याद गर्छ, टाउको दुख्छ, जिउ दुख्छ भनेर हो। बिचरा टाढामा हुँदा पनि सम्झिन्छ क्या छोरीहरूले चाहिँ। हाम्रो चाहिँ मसाज गर्ने युज पनि गर्नु थाल्यो साथीहरू। ल छोरीलाई थ्याङ्क यू भनिदिनु न। थ्याङ्क यू छोरी गिफ्टको लागि धेरै धेरै थ्याङ्क यू। अनि गिफ्ट एकदम मन पर्यो। साथीहरूलाई पनि मैले देखाएँ, मसाज गरेर पनि देखाएँ हो। अनि आजलाई यति नै। सबैजनालाई बाई।